धेरै बेरसम्म टिक्नका लागि चाहिँ थुप्रै टेक्निकहरू छन्। तीमध्ये चाहिँ स्टप एन्ड स्टार्ट टेक्निक, रोकिँदै स्टार्ट गर्ने एउटा टेक्निक, यसलाई पनि लिन सकिन्छ। त्यसैले स्टप एन्ड स्टार्ट टेक्निक भनेको चाहिँ के हो, यो कस्तो कस्तो बेलामा प्रयोग आउँछ, यो गर्नाले के हुन्छ, आजको भिडियोको विषय यही हुनेछ। भिडियोलाई पुरै हेरेर साथ दिनुहोला। कामुक लेखक लैले युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। यो च्यानलबाट काममा जिज्ञासुका भिडियोहरू मात्रै आउँछन्। यस्तो खालको भिडियोहरू राम्रो लाग्छ भने मात्रै हेर्नुहोला, होइन भने कसैलाई पनि जबरजस्ती हेर्न आवश्यक छैन। मेरो विधा चाहिँ यौन साहित्य भएको हुनाले मैले यौनसँग जोडिएका कुराहरूको भिडियो लिएर आउने गर्छु। त्यसैले राम्रो लाग्छ भने हेर्नुहोला। डिस्क्रिप्सनमा अरू च्यानलहरू पनि छन्, अरू च्यानलहरू पनि हेर्न सक्नुहुन्छ। अनि मेरै भिडियो हेर्नुपर्छ भन्ने छैन, तपाईँहरू डक्टरसँग सुझाव सल्लाह लिन पनि सक्नुहुन्छ। तर आफूभित्र भएका यौनका जिज्ञासाहरू, रोगहरूलाई पालेर दबाएर लजाएर भन्न नसकेर चाहिँ नबस्नु होला। त्यसको बारेमा जानकारी लिन चाहिँ आवश्यक छ भन्न चाहे। यस्तो कुराहरू सबैलाई थाहा भएकै कुरा हो, किन बताउनु पर्यो भन्ने जस्ता कुराहरू आइरहेका हुन्छन्। थाहा हुनु र सही कुरा थाहा हुनुमा धेरै फरक हुन्छ। मैले अब मेरो विधा नै यौन साहित्य भएको हुनाले मलाई यी कुराहरू बोल्न अप्ठ्यारो लाग्दैन। तर हाम्रा समाजमा यस्ता कुरा बोल्दाखेरि, यस्ता कुरा गर्दाखेरि चाहिँ एकदम नराम्रो मान्ने, नराम्रो नजरले हेर्ने एउटा चलन छ। त्यसैले तपाईँहरू समाजको अगाडि ठुलो आवाज बनाएर मेरो भिडियो हेर्नुपर्छ भन्ने छैन। अहिले सबैको हातमा मोबाइल छ, कस्तो खालको भिडियोहरू तपाईँ कसरी हेर्ने भन्ने कुराहरू तपाईँ आफै बुझ्न सक्नुहुन्छ पनि भन्न चाहे। भन्दै ल भिडियोलाई अगाडि बढाउँ है त। भिडियोको विषय के थियो भने स्टप एन्ड स्टार्ट टेक्निकको बारेमा जानकारी दिने कुरा थियो। के हुन्छ भने लङ टाइम टिक्नका लागि आफ्नो पार्टनरसँग 1 मिनट नहुँदै स्खलित हुन्छ अथवा छुँदैमा झर्छ, पार्टनरलाई खुसी राख्न सकिँदैन भने ती थुप्रै टेक्निकहरूमध्ये स्टप एन्ड स्टार्ट टेक्निक पनि एउटा राम्रो टेक्निकको रूपमा मानिन्छ। यो डक्टरहरूको सल्लाहमा पनि तपाईँहरूले लिन सक्नुहुन्छ। डक्टरहरूले पनि तपाईँलाई यस्तो खालको सल्लाह दिनुहुन्छ। अनि स्टप एन्ड स्टार्ट टेक्निक भनेको चाहिँ रोकिँदै गर्ने एउटा टेक्निक हो। यसले चाहिँ छिट्टै झर्ने, एकदम जस्तै अब पार्टनरसँग अब खुसी राख्न नसक्ने यस्तो यस्तो बेलामा गरिने एउटा टेक्निक हो। यो टेक्निक चाहिँ कस्तो हुन्छ भने जस्तै आफ्नो पार्टनरसँग शारीरिक सम्पर्क राख्दै हुनुहुन्छ, जुन पहिलो राउन्डको सेक्स छ त्यसमा त नर्मल्ली जो कोही पनि छिट्टै स्खलित भएको पाइन्छ र दोस्रो राउन्डको सेक्समा पनि छिट्टै स्खलित हुन्छ भने त्यसैले दोस्रो राउन्डको टेक्निकमा चाहिँ तपाईँहरूले यसलाई लागू गर्न सक्नुहुन्छ। जस्तै तपाईँहरू पार्टनरसँग समागम हुँदै हुनुहुन्छ, चलिरहेछ, प्रक्रिया चलिरहेछ भने त्यो चलिरहेको बेलामा बिचमा तपाईँ अब स्खलित हुन्छ कि भन्ने बेलामा तपाईँहरू स्टप गर्नुहोस्, आफ्नो पेनिसलाई एकैछिन बाहिर निकाल्नुहोस्। बाहिर निकालिसकेपछि चाहिँ तपाईँहरू गर्न अङ्कहरू गर्न सक्नुहुन्छ। जस्तै 9, 9, 8, 7 भन्दै अथवा 10 देखि 0 सम्म उल्टे गर्न नि सक्नुहुन्छ अथवा सुल्टे गर्न नि सक्नुहुन्छ। यस्तो गर्न नि झ्याउ लाग्छ भने तपाईँहरू सेकेन्ड गर्न सक्नुहुन्छ। 1 सेकेन्ड, 2 सेकेन्ड भनेर केही सेकेन्ड रोक्ने अनि फेरि स्टार्ट गर्ने। अनि यस्तो गर्दै गर्नुभयो भने चाहिँ लङ टाइमसम्म टिक्छ। त्यसैले यो टेक्निक चाहिँ रोकिँदै गरिने टेक्निक भएको हुनाले चाहिँ स्टप एन्ड स्टार्ट टेक्निक भएको हो। स्खलित हुन्छ भन्ने बेलातिर तपाईँहरू पेनिसलाई बाहिर निकाल्नुहुन्छ अनि आफ्नो पेनिसको टपलाई, जुन टुप्पो हुन्छ त्यसलाई छोपेर बस्न पनि सक्नुहुन्छ। छोपेर 1, 2, 3 भनेर गर्न पनि सक्नुहुन्छ। अथवा यत्तिकै बाहिर निकालेर तपाईँहरू केही अङ्क गनेर फेरि अब अलि नर्मल अवस्था आइसकेपछि फेरि इन आउट गर्न सक्नुहुन्छ। यस्तो अवस्थामा तपाईँ अलि धेरै बेरसम्म बाहिर राख्नुभयो भने फेरि पेनिस लुलो हुने यस्ता यस्ता समस्याहरू हुनसक्छ। त्यसैले कडा हुँदाहुँदै, एकदम लुलो नहुँदै कडा हुँदाहुँदै 5 सेकेन्ड, 10 सेकेन्डसम्म आफूलाई कन्ट्रोलमा राख्ने अनि फेरि स्टार्ट गर्ने। फेरि हुन थालेपछि यस्तै गर्नुभयो भने यसरी गर्दाखेरि चाहिँ एकदमै लङ टाइमसम्म हुने, आफ्नो पार्टनरलाई पनि खुसी राख्न सकिने भनेर यो पनि एउटा रिसर्चले पत्ता लगाएको कुरो हो। आफ्नो पार्टनरलाई सन्तुष्टि राख्न नसकेर थुप्रै कुराहरूमा झगडा हुने, पार्टनरको चित्त बुझाउन नसकिने यस्ता यस्ता कुराहरू भइरहेका हुन्छन्। यो मात्र टेक्निक होइन, अरू थुप्रै टेक्निकहरू छ, म त्यसको बारेमा पनि भिडियो लिएर आउँला। स्टप एन्ड स्टार्ट टेक्निकहरू चाहिँ यस्तै हुन्छ जुन तपाईँहरूले प्रयोगमा ल्याइरहनु भएको हुनसक्छ। धेरै साथीहरूले यो टेक्निक मैले पनि अपनाएको छु भनेर कमेन्टमा कहिलेकाहीँ गर्नुहुन्छ।
स्टप एन्ड स्टार्ट टेक्निकको बारेमा म थुप्रै भिडियो 2-3टा भिडियो बनाएर राखिसकेकी छु। नयाँ साथीहरूले सोध्नुहुन्छ त्यसैले फेरि पनि भिडियो बनाउँदै ल्याउन आवश्यक परेको। यदि आफ्नो पार्टनरलाई खुसी राख्न सक्नु भएको छैन अथवा यो स्टप एन्ड स्टार्ट टेक्निक तपाईँहरूले अझसम्म चलाउनु भएको छैन, लागु गर्नु भएको छैन भने कहिलेकाहीँ तपाईँले यो पनि गरेर विचार गर्नुहोस्। यसले तपाईँलाई राम्रो हुन्छ भने ठिकै छ, होइन भने अरू टेक्निकहरू त छँदैछन्। अब यसमा चाहिँ के हुन्छ भने जस्तै एउटा हुन्छ इन आउट गर्दा गर्दै निकालेर टपलाई छोप्ने, जुन टुप्पोलाई हुन्छ त्यसलाई एकैछिन छोप्ने टेक्निक हुन्छ। अर्को हुन्छ त्यसलाई बाहिर निकालेर यत्तिकै छोड्ने टेक्निक हुन्छ। कसैको के हुन्छ भने म केही सेकेन्ड रोक्छु भन्दा भन्दै बाहिर ल्याउँदै जुन टपमा नसमातेको हुनाले चाहिँ त्यो स्खलित भएको हुनसक्छ। त्यसैले त्यो टपलाई छुनुपर्छ। टपलाई आफूलाई पीडा नहुने तरिकाले समात्नुपर्छ भनिएको हो। यस्तो गरेर गर्नुभयो भने चाहिँ आफ्नो पार्टनरलाई पनि खुसी राख्न सक्ने अनि अलि लङ टाइमसम्म पनि हुने। पटक पटक गरिरहनु भन्दा एकैपटक गर्ने, अलि लामो समयसम्म गर्नु एउटा राम्रो मानिन्छ। अब यो चाहिँ भयो, यो रोकिँदै गर्ने टेक्निकलाई स्टप एन्ड स्टार्ट टेक्निक भनिन्छ। यो धेरै जसो गरेको पाइन्छ। तपाईँहरूलाई यो टेक्निक कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। अनि यस्तो टेक्निक विचार गर्नु भएको छ कि छैन त्यो पनि आफ्नो प्रतिक्रिया पनि लेख्नु होला। अर्को भिडियो कुन विषयमा बनाऊ कमेन्टमा छोड्नु होला। मैले भन्नुपर्ने कुराहरू बताइसके जस्तो लाग्छ। केही कुराहरू छुटेको छ भने म अर्को भिडियोमा लिएर आउँला भन्दै आजको भिडियोबाट म ममता आर्याल बिदा हुन्छु। हस्त, नमस्कार।